सो वेलकम ब्याक माई मिनी भ्लग तपाईँहरू सबैलाई वेलकम छ मेरो सानो भिडियोमा। आई होप हजुरहरूलाई मेरो भिडियो हेरेर मजा आउनेछ होइन। मेरो दिनको सुरुवात चाहिँ यस्तै छ है। अब ग्लोभ्स लाउने हो सर, ग्लोभ्स जरुरी हो यो काममा, किनकि हात खान्छ। हेर्नु, ग्लोभ्स चाहिँ अनिवार्य लाउनुपर्छ। सर र पाइप तान्ने हो, लगाउने हो, यस्तै छ। अरू नयाँ नौलो केही पनि छैन है। सर बिहान आयो, काम गऱ्यो है, साँझ गयो, खाना पकायो, फेरि सुत्यो भने काम भने यस्तै छ भने अरू केही पनि छैन जिन्दगीमा। नयाँ नौलो भने केही पनि छैन भने यस्तै छ मित्र, यस्तै छ। के गर्नु है, काम त गर्नु पऱ्यो होइन। सधैँ एउटै मात्रै वचन आउँछ भने काम त गर्नु पऱ्यो भने रमाइलो गर्नु त दिने टाइमै छैन भने अब अर्को जुनीमा होला भन्ने समथिङ आश चाहिँ छ के रे। यो जुनीमा चाहिँ फुर्सद छैन भने एनी हाउ पैसा कमाऊ। हेर साथी, काम भने यस्तै हो, एनी हाउ पैसा कमाऊ। अरू छोड्दो, हट्टा बबालहरू यस्तै छ है। पैसा कमाउन आएको मान्छे के गर्नु, गाह्रो छ। सर म अब जङ्गली जस्तो कपाल लिएर फेरि अगाडि हिँडिसकेको छु। अर्को टिपमा आएको छु म है। बाल काट्ने भन्दा नि मेरो बालले पनि धेरै दुःख पाएको छ। हेर्नु साथी, काट्ने भनेको फुर्सदै पाएको छैन, के हेर्ने होला। न काम छ हेर्नु, न फुर्सद छ। 24 घन्टा मोबाइल छ हेर्नु, त्यही पनि बिजी छ हेर्नु। एकछिन हात हटाउनु मन लाग्दैन मोबाइलबाट, के हेर्ने होला। गाह्रो छ। एनी हाउ तर पैसा कमाऊ है साथी। अरू केही पनि होइन भने एनी हाउ पैसा कमाऊ। म अर्को ट्रिपमा आइसकेको छु होइन। सर लगाएर के गर्नु, अन्त ठाउँ डस्टबिन छ भने डस्टबिन छ, डस्टबिन छ ठाउँमा क्या, ठाउँमा घर अगाडि डस्टबिन छ भने बिकज देश भनेको यस्तो हो है। आई होप हाम्रो देश पनि अब फागुन 21 गतेपछि हुन्छ भन्ने आश छ है। तर यो टपिकलाई पछाडि छोडौँ है, म कामतिर फोकस गर्छु। किनकि काम नगरे माम पाउँदैन है। गाह्रो छ भने काम त गर्नु पऱ्यो है। गर्दै हो है, अलिकति राम्रो देखे जस्तो लाग्यो आफैलाई होइन। हेरिरहेको छु मोबाइलमा, ओ ए गर्दै गाह्रो छ। यस्तो छ ठाउँहरू, घरहरू सबै उडेको भने तपाईँ एउटा घरमा आयो नि, त्यही घरमा जानु पऱ्यो नि, फेरि झुक्किनुहुन्छ क्या। त्यस्तो ठाउँ छ क्या। म चाहिँ अब त्यहाँबाट फेरि निस्किएर है, अब फेरि अब गन्तव्यतिर जानु पऱ्यो है। ठ्याक्क पान्जारे भएपछि अब यहाँ बसेर नि के गर्नु होइन। सर जाँदैछु अब युटर्न लिएपछि। धेरै गाह्रो कि बाटो बिर्सियो कि तपाईँ हराउनु भयो कि, बाटो बिर्सियो कि हरायो, यस्तो ठाउँ छ। गाह्रो छ, गाह्रो गल्ली छ। अगाडिपट्टि बाटो बन्द, युटर्न हान्नुपर्छ। के गर्नु, यस्तै छ मित्र। ठोक्के लाग्यो भने डर। सानो गाडी भयो नि सर र घुमाउनु हुन्थ्यो, सानो गाडी पनि छैन, गल्ली मात्र छ। के गर्नु, गल्ली बिर्सियो कि साथी तिमी हरायो। गल्ली छ कि के गर्नु, गाह्रो छ मित्र होइन। अब ड्राइभर हरायो भने त कुरै बेग्लै हुन्छ फेरि है। हराउनै भएन नि त ड्राइभर त। गल्ली छ कि, तर अलिकति नयाँ मान्छे आयो भने चाहिँ कन्फ्युज पक्कै हुन्छ भने त्यस्तै ठाउँहरू छ है। कताबाट हो, किनकि अहिले यो ठाउँमा हाम्रो साउदी अरबमा बाटो बन्न लागेर, अनि त्यही भएर ठाउँमा बन्द छ। अझै अगाडि गएपछि म त्यहाँ पनि बार लागेको छ क्या। किनकि यो पानीको पाइप जमिन मुनि काट्दैछ है, त्यसै कारण नै अनि अलिकति बाटो फोडफाड कार्यक्रम चल्दैछ। हामीले पनि अब कम्प्रोमाइज गर्नु पऱ्यो होइन, के गर्नु। यस्तै छ भने बाटो दोकान छ, बाटो ब्यारियर छ है। यस्तरी
तपाईँ यताबाट जानुहोस् सोलो सोलो भनेर लेखेछ। म पनि हुन्छ हुन्छ भन्दै अगाडि हिँड्दैछु होइन। के गर्नु भने अरू उपाय छैन, यिनीहरूसँग झगडा गरेर के गर्नु, उल्टे मार्छन् भने। गाडी चाहिँ एकदम बिस्तारै चलाउनुहोस् है, बिस्तारै। स्लो ड्राइभ लङ लाइफ, किनकि भोलि कसैले देखाएको छैन हेर्नु। त्यही भएर मजाले चलाउनुहोस्, बिस्तारै चलाउनुहोस्। यो हामी अर्काको देशमा आएर हिरो बनेर यहाँ केही कामै छैन, कसैले हामीलाई रिवार्ड अवार्ड केही दिनेवाला छैन। त्यही भएर गाडी चाहिँ बिस्तारै चलाउनु होला। तपाईँहरू सबैजना बाहिर हुनुहुन्छ भने होइन, जहाँ भए पनि स्लो ड्राइभ लङ लाइफ, तपाईँहरूलाई पनि थाहा होला होइन। यो टपिकलाई नि छोडिदिउँ, फेरि मुद्दातिर अगाडि बढौँ होइन। के गर्नु, यस्तै छ सर जाँदै हो। यहाँ चाहिँ तपाईँको हाम्रो दोकान हुन्छ नि, यहाँ चाहिँ बकाला हुन्छ कि एकदम के ठाउँ ठाउँमा तपाईँको बकाला भेट्न पाइन्छ कि। तपाईँको यहाँ चाहिँ धेरै मात्रामा बकाला के, हामीले चाहिँ दोकान भन्छौँ है, तर यहाँ चाहिँ बकाला भन्छ भने धेरै मात्रामा, बहुत धेरै छ भने, वाल छ्याल भने गल्ली गल्लीमा पाउनुहुन्छ तपाईँ। धन कमाउन आएको हेर बाटै भुलि गए भने जस्तो भएको छ। गाह्रो छ, दिनभरि काम गर्यो, काम काम काम, आराम छैन साथी, आराम छैन। आयो आराम अब घरमै गएर गर्ने भनेर अब जोसमै छु कि होइन। अलिअलि बाटो पनि अप्ठ्यारो छ, किनकि म धेरै गल्लीबाट घुसेर आएको नि त। अलिअलि त अप्ठ्यारो त हुनै पऱ्यो नि होइन। तर बार्गेट लगाएर यहाँ चाहिँ राइट साइडमा चाहिँ घर बनाउँदैछ होइन। म चाहिँ सिधै निस्किने हो। अरू भिडियो चाहिँ मैले डर लाग्छ भने भिडियो बनाउनु पनि, मामाले देख्यो भने त मार्छ नि त। मामाले देख्यो भने त सिधै फाइन्छ भने डर छ भिडियो बनाउन। त्यही पनि मैले रिस्क लिएर बनाउँछु है। के हो नि त, मार्छ काला एक दिन अवश्य मरिन्छ होइन। त्यस्तो जाबसँग के डराउनु भने, यस्तै हो। अब यसले चाहिँ मलाई अप्याक गर्यो, बिच बाटोमा गाडी खडा गरेछ। अब एकछिन सोचेँ मैले, ज्याट्टै डिसिजन लिएर राइट साइड हानिहाल्छु। के गर्नु अब, ड्याच्चे अब डिसिजन नलिए अब पछाडिबाट हर्न बजाउनु लागिहाल्छन् सोल्टीहरूले। गाह्रो छ, सोच्यो कि हानिहाल्न पर्छ के सर होइन। नै त पछाडि जाम भयो भने फेरि मामा आउँछ क्या, मामा डेन्जरस, अरू केही छैन भने मामा बिग डेन्जरस। मामासँग बस्नु होला है, मामा भनेको एकदम खतरनाक। ताल पऱ्यो तपाईँलाई थप्पड नि हान्न भ्याउँछन् हेर्नु। मामासँग चाहिँ बस्नु होला बाहिर हुनुहुन्छ भने है, धेरै डेन्जरस। म चाहिँ फाइनली हाइवेमा निस्किसकेँ है। गाडी धेरै छ आजको क्रममा, गाडी धेरै छ, के हेर्ने होला। ठ्याक्कै म भागिहाल्ने हो कि पछाडिबाट गाडी आएको छ, तर म भागिहाल्ने हो, छिर्दिने हो। नछिर्यो भने तिनीहरूले मलाई छिर्नै दिन्नन्। गाह्रो छ बाटो चाहिँ। अहिले फाइनली चिल्लो भेटाइसकेको छु होइन। यो चाहिँ ब्रिज हो है, हामीले चाहिँ यहाँ कुपुरी भन्छौँ। यो चाहिँ ब्रिज हो होइन। पंछी बनू मस्त उडू उडती गगनमै भन्दै म साह्रै टापु चढ्दैछु होइन। यस्तै छु भने चढ्नु पऱ्यो नि, गाह्रो छ। पैसा कमाउन आएको हेर मित्र, पैसा नकमाए पनि केही कुरो सिकेला भन्ने आश छ। पैसा त अब अलि पछि नै कमाइएला भन्ने छ। ल ल ल
ला 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 विदेशिनु लेखियो कर्मैमा बाला रोपी के भन्थे बिर्सी गयो नि के भन्नु यो टपिकलाई जोडिदिउँ अगाडि बढ भाइ गाउँदा गाउँदै बिर्सिनु भने यस्तै छ यहाँ अगाडि पनि तपाईँको मामाहरू बस्छ क्या बी केयरफुल है गाडी चलाउँदाखेरि चाहिँ त्यस्तो स्पिडमा नचलाउनु होला र दायाँ बायाँ हेरेर चलाउनु होला है मामाहरू भने डेन्जरस भने लेफ्ट साइडमा मामा बस्यो है गाडी नदौडाउनुहोस् र आफ्नो लिकमा हिँड्नुहोस् लिकमा हिँड्न यहाँ जरुरी छ अरूको लिकमा हिँड्यो भने तपाईँलाई फाइन पनि पर्न सक्छ जोगिएर चलाउनु होला राम्रोसँग चलाउनु होला है फाइन भने डेन्जर हो है हेर्नु मेरो लाइन कति माथिसम्म छ हेर्नु कहाँसम्म छ मेरो लाइन हेर्नु न वहाँसम्म पुग्ने हो पुग्न सकेन भने अगाडि बढ्नै छैन हेर्नु ल ल ल फाटिहाल्छ फेरि ड्याङ्गे 1 लाख रुपियाँ हो तपाईँको अगाडि क्यामेरा देख्नु जम्मा 1 लाख रुपियाँको हो जम्मा तर्सी गयो नि म त ज्यामै ब्रेक हान्नुपर्छ यसरी भागिहाल्नुपर्छ त्यहाँदेखि भने बाबा न भन्दै न न न बाबा न अलिकति मौसम चेन्ज भएको छ होइन अहिले चाहिँ ठ्याक्कै 3 बज्यो अलिकति मौसम चाहिँ म बिग्रिन्छु भन्यो कि बिग्रिरहेछ हल्का मौसम चाहिँ ठिक छैन क्या है अब हेर्नु न कस्तो आएको छ अगाडिपट्टि भने टकटक छोडिदेऊ अब हामी के गर्न सक्छौँ हामी अब काम गर्न बाहेक केही गर्न सक्दैनौँ त्यसलाई रोक्न पनि सक्दैनौँ उता जा भन्न पनि सक्दैनौँ हामी केही गर्न सक्दैनौँ हामी सिर्फ बोल्न सक्छौँ बोरिया छ भन्न सक्छौँ यस्तरी आछ र यहाँबाट निस्किसकेपछि यस्तरी फसिन्छ अब यही हो हामी डेन्जरस जोनमा आज खै के थियो यहाँ पनि चुनावको माहौल छाए जस्तो छ हेर्नुहोस् गाउँले यहाँ पनि हाम्रो घन्टीमा भोट हालौँ भन्दै टोलीहरू निस्किरहेको छन् कति धेरै निस्किएछन् नि आमा यस्तो थिएन पहिला अस्ति म हुँदाखेरि है यस्तो ट्राफिक थिएन यो अचानक भिडभाड भएको क्रम हो कि यो खै सोल्टीहरू जाडो मनाउन गथे कि जाडो भ्याएर आएको कि त्यो थाहा भएन तर लास्ट भिड छ भने 2-3 दिन भयो लास्ट भिड छ भने बिग प्रब्लम अब यहाँ पनि म फस्नुपर्छ के यस्तो छ कि स्थिति परिस्थिति होइन क्या नि होला मित्र गाडी लास्ट धेरै छ भने हाल्छ अब यहाँबाट छिर्नै अब कति लाग्यो साइडमा यस्तै छ हेर गाडी गुजाको यस्तो छ मौका मिलेगा तो दिखाएंगे भने जस्तो छ कि यहाँ के हेर्ने होला साइकलमा बरु सोल्टी मजाले हिँडिराख्ने हो नि त त्यहाँ ल धन्यवाद छ तपाईँहरूलाई मेरो भिडियो यहाँसम्म हेरेर साथ दिनुभएकोमा आई होप हजुरहरूलाई पनि नराम्रो लाग्यो पनि राम्रो लाग्यो पनि यसो सानो प्यारो लाइक र कमेन्ट गरिदिनु होला है म फेरि पनि तपाईँहरूलाई अर्को नयाँ भिडियो अलिकति खतरनाक लिएर आउँला अहिलेलाई चाहिँ म बिदा हुन्छु बाइ